स्वागत छ है हजुरहरूलाई। हजुर भइहाल्यो आउनुलाई सबैलाई स्वागत गर्नु न। उता बहिनी स्वागत गरेर देख्नु उता वैशाख 2 गते पाउन गते आज हाम्रो गणतन्त्र दिवसको पनि मेरो र सम्पूर्ण नगरवासी समुदायको नगरवासीको तर्फबाट पनि गणतन्त्र दिवसको पहिलो शुभकामना दिँदै आजको कार्यक्रम सञ्चालन गर्न गइरहेको छु। आजको प्रथम नगरस्तरीय भेला भरतपुर महानगरपालिकाको प्रथम नगरस्तरीय भेला हामी कार्यक्रम सञ्चालन गर्न गइरहेको छु। आज 2082 जेठ 15 गते र सम्पूर्ण आज खास कार्यक्रम चलाउने अर्को म्याडम हुनुहुन्थ्यो, उहाँ नआउनुभएको कारणले म आफूले चलाउन गइरहेको छु र मेरो यो पहिलो सिकाइ पनि हो है। अब सबैले बत्ती भयो भने अहिलेदेखि नै म माफ चाहन्छु र भन्दै मैले कार्यक्रम सञ्चालन गर्न गइरहेको छु। अतिथिकै गराउनु बोल्न चाहे मैले हाम्रो नेवा मुक्ति मोर्चाको केन्द्रीय अथवा राष्ट्रिय मुक्ति मोर्चाको सचिव कमरेड जीवन श्रेष्ठजीलाई पनि आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै क्रममा केन्द्रीय नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय सदस्य कमरेड श्री हरिशरण श्रेष्ठज्यूलाई पनि आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय सदस्य कमरेड श्री ईश्वर कुमार श्रेष्ठज्यूलाई पनि आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। ईश्वर कुमार श्रेष्ठज्यू अगाडि आएर आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै क्रममा नेवा राष्ट्रिय मुक्ति मोर्चा सल्लाहकार कमरेड दिलबहादुर महर्जनलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी राष्ट्रिय मुक्ति मोर्चा नेवा राष्ट्रिय मुक्ति मोर्चा सल्लाहकार कमरेड गुणराज श्रेष्ठज्यूलाई पनि आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी अनेकासम क्रान्तिकारीका अध्यक्ष हाम्रो कमरेड शर्मिला लामा बहिनीज्यूलाई पनि अगाडि आएर आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। शर्मिला लामा अगाडि आउनुहोला। यसै गरी नेपाल ट्रेड युनियन महासङ्घको अध्यक्ष कमरेड नवराज लामिछानेलाई पनि आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। नवराज लामिछाने भाइ। यसै गरी जिल्ला वैसेल संयोजक कमरेड दुर्लभ साई भाइले पनि अगाडि आएर आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। मैले यसै गरी आसन ग्रहणको क्रम उपस्थिति भए यसै गरी हामीले प्रत्येक वडाका